फोहोर मान्नु हुँदैन वेलकम बैक माई यूट्यूब चैनल स्वतन्त्र आवाज। नमस्कार। संसारभरि छरेर रहनुभएका स्वतन्त्र आवाजलाई निहालिरहनुभएका आदरणीय दर्शक महानुभावहरुमा म विशाल किराँतीको तर्फबाट यहाँलाई हार्दिक सेवा नमन टक्राउन चाहन्छु। दर्शक महानुभावहरु, यो देशको ठूला दलहरु भनाउँदाहरूले यो देशमा कानुन बनाए तर त्यो कानुनलाई फलो गर्न सकेन। तथापि आज स्वतन्त्र नागरिक समाजले पुनः धेरै समय पश्चात आज श्रमदानहरुमा उपस्थित भइरहेको अवस्था मैले देखिरहेको छु र यो देशको जुन एउटा माहौल छ त्यो माहौललाई जुन यहाँहरु समक्ष जस्ताको तस्तै ल्याउनका निमित्त मैले निरन्तर विभिन्न भिडियोहरुमा प्रस्तुत गर्ने नै छु र भ्रष्टाचार व्यथिति विसंगतिको आवाजहरु बुलन्द गर्नका लागि पनि स्वतन्त्र आवाज हो भन्ने यहाँ समक्षलाई म विश्वास गराउन चाहन्छु भन्दै दर्शक महानुभावहरु आगामी दिनहरुमा चाहिँ अघिल्लो भिडियोहरुमा चाहिँ हेर्दै जानु होला। मेरो भिडियो छोडेर कतै नगइदिनु, स्किप नगरिकन हेर्दिनु हुन हार्दिक नमन गर्न चाहन्छु। अब भिडियोतर्फ लागौं है त। खडा गर्नुको अर्थ हो यसमा धुपी ल्याएर रोप्ने भन्ने हाम्रो योजना हो र यो धुपी पनि तपाईहरुकै धर्म कर्मकै नाममा तपाईहरुले धुपी राम्रो ढंगले ल्याएर यो लिस्टमा तपाईहरुको नामहरु लेख्न सक्नुहुन्छ है। धुपीको बिरुवा राम्रो खाले यो अझै त्यसलाई नै टिपेर के रे उक्लाउन पनि मिल्ने खाले स्वतन्त्र नागरिक समाजको अगुवाईमा आज इस्लामी कार्यक्रम बनाउने हो जसरी बनाइयो